namaste, and welcome to my channel. You're watching Love Vlogs, and I'm vlogging after so long. Other daily vlogs हुन्छ मेरो चाहिँ once a month or त्यस्तै हुन्छ. So yeah, finally, weather is so good. कस्तो राम्रो छ बाहिर. Oh my god, look, हाम्रो weather के कति बजी युकेमा यस्तो राम्रो weather भएको है. अनि yeah, I'm going out for a lunch. भन्नाले लन्चहरू बाहिर त गइरहेको छ, but I don't vlog much. भ्लगै गर्दिनँ भन आज चाहिँ. I don't know why weather हेर्नु कस्तो राम्रो छ. अनि I am in mood to vlog. So yeah, म चाहिँ we are going to Aldershot for lunch. अनि कति भयो नेपाली नखाएको. So maybe डुङ्गा भन्ने रेस्टुरेन्टमा हामी जान्छौँ होला, किनभने सबैजना त्यहाँ गइरहेछ, म मात्रै गएको छैन. सो म चाहिँ ढुङ्गामा फर द फर्स्ट टाइम जाँदैछु होइन. सबैले त्यहाँको खानेकुराहरू खाएको टिकटकतिर देख्छु क्या. सो मलाई पनि जानु मन छ. सो या म जाँदैछु अल्सट ढुङ्गामा खानेकुरा खान. स्टे ट्युन. अनि तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने प्लिज डु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब. अहिले म बाटोहरू देखाउँछु आजको वेदर कस्तो राम्रो छ. सो या अनि त्यहाँ पुगेपछि I'm gonna vlog. Dunga boat. Can you see the boat? म चाहिँ हिँड्दैछु स्याड भएर, किनभने डुङ्गामा आएको हामीलाई थाहा थिएन कि हामीलाई लाइक यो चाहिँ अल्दरसट बजार हो है. पछाडि के भयो भने यस्तो भयो कि डुङ्गाभित्र गएको म फर्स्ट टाइम गएको थिएँ. अनि सानो रहेछ खै, मलाई अगाडि मात्रै हेरेँ. अनि त्यहाँ चाहिँ यु हेभ टु बुक फर्स्ट भन्नु रहेछ. मलाई थाहै थिएन. मैले सोचेँ इट्स नर्मल नेपाली रेस्टुरेन्ट, जहिले जस्ट गएर खाने. तर त्यहाँ चाहिँ टेबल बुक गर्नुपर्दो रहेछ. अनि हामीले टेबल पाएन. सो हामी चाहिँ अब अर्को रेस्टुरेन्ट जान्छ. तर कुन रेस्टुरेन्ट जान्छ थाहा छैन कि. सो म हिँड्दैछु. अनि खुट्टा दुख्यो कि, किनभने मैले कहिले नै यस्तो हिल्स लाउँदिनँ है. हिल्स लाउँदिनँ नि त. अनि हिँड्नु परिरहेछ. अनि गाडीको पनि त्यो टिकट चाहिँ फेरि 1 घन्टाको मात्रै हो नि त. अनि त्यहाँ फेरि बस गरेर हामी अर्को रेस्टुरेन्ट जाने हो. डुङ्गामा चाहिँ बुक गरेर आउनु पर्दो रहेछ यदि तपाईँहरू नयाँ र यतिकै जाने सोचिरहेछ भने है. ओके, फाइनली अहिले चाहिँ हामी मोमो मण्डप अल्दरसटमा आइपुग्यो. अनि हामीले चाहिँ अर्डर गरिसक्यो खानेकुरा पनि. अनि बसिरहेको अर्डर गरेर. सो हामी चाहिँ कहाँ जान्छु भनेर आएको, कहाँ आइपुगेछ. सो अनि यो मोमो यस्तो छ क्या, अल्दरसटमा चाहिँ कति धेरै नेपाली रेस्टुरेन्ट छ. अनि कतिमा चाहिँ हामी कहिले नि गएको छैन. अनि यो पनि हामी कहिले नि नआएको भएर चाहिँ सो लेट्स ट्राई भनेर चाहिँ आएको यहाँ चाहिँ. सो ट्राई गरौँ. हामीले चाहिँ मोमो मण्डप भन्छ. मोमो त खानै पऱ्यो. अनि अफकोर्स खाजा सेट अनि पानी पुऱ्याइन पुरी तरकारी अर्डर गरेछ.
पुरी तरकारी खाने केटा चाहिँ को वेट गरिरहेछ अनि मेरो कपाल बिग्रेर ओके कस्तो राम्रो आउँदो रहेछ यो चाहिँ खाजा सेटमा के हो भदमा साधेको थ्याङ्क यू बहिनी यो चाहिँ आलु अचार सलाद या भेरी गुड यो अनि सबै क्या फ्रेस छ यो है एकदमै राम्रो लाग्यो मलाई यो थाली एकदमै क्या मिठो नि पोर्सन इज सो गुड या जिप पनि मिठो क्या भदमा साधे पनि मिठो यो पनि मिठो छोइला पनि मिठो सेकुवा पनि मिठो सबै कुरा क्या फ्रेस यो चाहिँ मण्डप थाली खाजा थाली खाजा सेट यो चाहिँ ट्राई गर्नुपर्छ यहाँ दिस इज द बेस्ट अनि स्यालेड पनि क्या फ्रेस क्या Remember those pineapples that I had? And they made me throw up. Alu, kota. Please. Momo mandap, ani isma si momo, kunikio momo, kire steam momo. Kote momo, kunikyo momo. Chicken. So momo है यो चाहिँ कसरी देखाउनु यो डिफ्रेन्ट काइन्ड्स अफ मोमो कुन चाहिँ ट्राई गर्ने भयो गड कुन ट्राई गर्ने उयो गर्छ फर्स्ट बाइट टन्न खाएर अब चाहिँ घर जाँदैछौँ हामी अनि डिजर्टको लागि चाहिँ मैले मफिन अनि ब्ल्याक फरेस्ट ल्याएको छु घर गएर खाने सो त्यति जेलसम्मलाई चाहिँ अब म घर जान्छु गएर खान्छु फेरि ब्ल्याक फरेस्ट विथ कफी अनि या के अरे मोमो मण्डपमा चाहिँ फर्स्ट टाइम थियो तर खानेकुराको रिभ्यू गर्दा चाहिँ या गुड पैसा पनि ठिक्ककै बट द्याट त्यो थाली सेट खाजा सेट वाज सो गुड सो या इफ यु हेभन सब्सक्राइब गर्नु होला अब म घर जान्छु घर गएर घरको काम गर्नु छ न्यानो भएर कफी खानु छ सो स्टे ट्युन अनि बाई ह्याभ अ गुड डे